सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ डे 3 मेरो चाहिँ ब्लगको डे 3 डेली ब्लग। अनि हामी चाहिँ दुई भाइ लागेर गयौँ घुम्न भन्दाखेरि कस्तो घुम्न भन्दाखेरि हामी चाहिँ पानी हेर्न जाँदै थियौँ। आकाशबाट पानी नि परिरहेको थियो। यो हाम्रो पानी चाहिँ लगातार परिरहेको छ है गाइज। पानी चाहिँ अब नहरमा हुँदैन, खल्लातिर नालातिर पानी हेर्न जान्छौँ हामी चाहिँ। अब आफ्नो घर नजिकैको यो नहरमा त पानी कहिल्यै हुँदैन। एकचोटि दिएको थियो, त्यो नि फेरि आकाशबाट परिसकेपछि पानी दिन छोड्यो। अनि हामी दुई भाइ चाहिँ लाग्यौँ फेरि त्यही डेस्टिनेसन अफ पानी हेर्न। अनि दुई भाइ गफ गर्दै थियौँ। यो चाहिँ मेरो भाइ अङ्कलको छोरा होइन गाइज। हामी चाहिँ आफ्नै धुनमा गफ गर्दै गएको थियौँ। भाइ चाहिँ भिडियो नबना भन्दै थियो। त्यो दिन के पो भन्यो, अनि म चाहिँ आफ्नै धुनमा भिडियो बनाउँदै थिएँ। अनि यता घरबाट सोध्दै थिएँ कहाँ जान लाग्छ भनेर। अनि मैले चाहिँ भने नाला पानी हेर्न जाँदैछु। अनि अङ्कल खै भने, अङ्कल भन्दा नि म बराबरकै हो, नाताले अङ्कल लाग्यो है त्यो। अनि चाहिँ फुपू होइन, यस्तो पानी पनि घाँस काटेर हेर्नुहोस् बिल्डिङमा। यो चाहिँ सोल्डी चोक, हाम्रो चाहिँ यता सोल्डी चोक छ, तर मैले देखाउन पाएन। हामी चाहिँ नाला पुगिसकेका थियौँ। नाला पुगेर हामी पानी हेर्न भनेर हिँड्दै थियौँ, आफ्नै धुनमा थियौँ दुई भाइ भनौँ अब। अनि भाइ चाहिँ अहिले साइड थियो, छाता समात, म अहिले भिडियो बनाउँछु भनिरहेको थिएँ। अनि भाइले चाहिँ छाता समायो, मैले चाहिँ त्यस्तै भिडियो बनाएँ, पानी आउँदा आउँदै भिडियो बनाएँ। अनि हामी चाहिँ पुगिसक्यौँ डेस्टिनेसनमा आफ्नो। नाला चाहिँ पानी आज कम रहेछ है, पानी कम भएर हो। अनि यो चाहिँ यो मिटर के को हो भनिदिनु होला है गाइज। मलाई चाहिँ यत्रो लगाएको यति भयो, मलाई यो चाहिँ यसको थाहा छैन। एउटा उता छैन छ, त्यसलाई नि त्यो पनि थाहा छैन है गाइज। मलाई भनिदिनु होला, जसले बुझ्नुहुन्छ भनिदिनु होला। 2 दिन पानी नआएर हाम्रो यहाँ नालाको पानी यति कम सुक्यो। तर यस्तै हो भने हाम्रो त्यहाँ बाढी आउँछ होला। हामी चाहिँ अब दुवैतिर पानी हेरेर लाग्नु घर आउनु लाग्यौँ। अब घर आउँदाखेरि भाइले चाहिँ भन्यो जाउँ दोकानमा, भोक लाग्दैछ भन्यो। अनि मैले चाहिँ के खाने भने चोकोपन भन्यो। चोकोपन हामीले 20 को किन्यौँ। मैले चाहिँ नाइ 20 को नाइ 30 को दिनु भने फेरि 10 को अरू दिएँ। अनि हामी दुई भाइ चाहिँ खाँदै लाग्यौँ घरतिर। मेरो भाइ चाहिँ छाता समाएको छ, अनि मैले चाहिँ मोबाइल समाएको छु। अनि हामी चाहिँ आयौँ। अब यो खेतहरू हुन्, अब धानको सिजन भएर होला, धानै धान छ, यता गन्ना छ। अनि बर्खा लाग्यो भन्छन्, अब साउन